केही भन्दिनँ म महावीर पुन जस्तो तिमीहरू जेसुकै गर भन्न चाहन्छु। यो नेपालको यो इन्डियाको त्योदेखि पछाडि पाकिस्तानको त्यो बङ्गलादेशको झन्डा हो त्यो मलाई थाहा भएन पुग्ने क्यामेराम्यान राजारानी पुग्ने एकजना यो र म सुसु गरेर आउनु भएको छ उहाँ चाहिँ ढलेको होइन पानी उपर भारी भयो क्या लाग्यो तिनवटा बोक्न त म पानी बोक्छु तिमीहरू के हो यार आगो बालिसकेँ मैले यार तिमीहरू के हो ओइ ढलेको होइन पानी उपर भारी भयो क्या लाग्यो तिनवटा बोक्न त म पानी बोक्छु उफ केटाहरू गलेको अवस्था यो नेपालको यो इन्डियाको त्योदेखि पछाडि पाकिस्तानको त्यो बङ्गलादेशको झन्डा हो त्यो मलाई थाहा भएन होइन अनि एउटा भुटानको एउटा श्रीलङ्काको भुटानको हो एउटा श्रीलङ्का सबैभन्दा छेउको श्रीलङ्काको श्रीलङ्काको यताको सबै सार्क राष्ट्रहरू हो क्या ल त गाइज हामी आइपुग्यो ध्वजे डाँडाको टपमा भ्यू टावरमा छौँ मैले हामी साँगुरीगढी 5 स्थित डाँडा बजारबाट सिधा उकालो लाग्नुपर्छ साह्रै रमाइलो ठाउँ बादल लागेर घाम पनि दामी आएछ नि त हौ अनि ल यो मधेसको भ्यू आज अलिअलि कुहिरो देखिँदो रहेछ तल हामी 6500 फिट अग्लो ठाउँ साँगुरीगढी 5 स्थित ध्वजे डाँडामा छौँ है साथीभाइहरू ल ल क्याम्पिङ टाङ्दैछ है केटाहरूले चाहिँ होइन आज 4 जना अटिन्छ होइन यहाँ है 4 जना अटिन्छ भनेर चाहिँ यहाँ एउटा मात्रै ल्याएको छ नि फेरि आज सेल्टर के छ ठिक छ नि मास्टर हो नि त म 10 वटा पहिलेको क्याम्पिङहरू सब म्यानेज गर्ने यो मेरो हाम्रै लागि बन्दैछ बेलुका सेफ्टी भएर बस्नुपर्छ होइन ल ठिक छ ल केटाहरू दाउरा झार्दैछ होइन जङ्गलमा यसो बाँदर भएर सुकेको रामे आज त मासु नखाने भए पनि हामीलाई बबाल बनाएर खुवाइरहेको छ है आज 3 केजी पोलेर होइन रोदा रोदा आँसु सुकिसक्यो बिहानको भ्यू चाहिँ दामी खुलिरहेछ होइन ओभर दामी है ल मौसम हेरौँ है गाइज यस्तो दामी ठाउँमा हामी क्याम्पिङ गर्न आइरहेछौँ म उठेर उहाँ आगो बालिसकेँ होइन आगो बालिसक्यो केटाहरू उठेन अब म केटाहरूलाई उठाइहाल्छु तिमीहरू के हो यार आगो बालिसकेँ मैले यार तिमीहरू के हो ओइ To the city streets, we began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand in mine. We wanna chase the night. ओइ रामे ओइ ओइ नउठ्ने त किन घाम लागिसक्यो त उठ्नु हौ तँलाई जाडो भएको छ कि छैन हौ हल्का हल्का भएको अवस्था पर्यटक स्थल एकदम दामी पर्यटकहरू एकदम आएको देखियो हामी चाहिँ क्याम्पिङ बसेको छ होइन आज 4 जना ट्याक्क क्याम्पिङ बसेर यहाँबाट अलिक क्याम्पिङ देखिँदैन गएर यहाँ तल चौरीमा क्याम्पिङ छ हाम्रो डाँडा बजार त्यहाँ तल बजार देखिरहेछ हिमालहरू टक्क भ्यू यस्तो छ गाइज होइन तम्बर भनेको तैँले तम्बर के भनेको त्यही हो अनि देखाउँदै थिइस् त ऊ त्योबाट होमस्टेबाट देखाउँदै थिइस् खालि उता पो देखाएको हो त यता देखाएको हो त बालु जस्तो देखिरहेको थियो मैले त्यतिखेर पानी सुकिया छ क्या कहिले सुक्दैन
केही उही खुल्दैन क्या डाटै खुल्दैन भन्छु म्याट ओछ्याएर चाहिँ यस्तो सेक्री सुतिरहेछ नि होइन घाममा टट्टिएर होइन चिम्री ओइ 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 ठिक छ नि रामे होइन हिजो जस्तो पोलेर दामी बनाएर खुवाएँ आज पनि हिजो त जिब्रो टोकिरहेको थियो यसले मासु अहिले पनि पुरै कर्मचारी हुन्छन् कि हुँदैनन् कि के हुन्छ यहाँ हुन्छ नि किन हुँदैन ल ल ल अब लास्ट लटको ब्रोइलरको पिसहरू रहिरहेछ होइन यी सरसफाइ चल्दैछ है हाम्रो अब यहाँ रामेन लिनु पकड राइस अनि भात त्यस्तो भइगयो नि कल 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 आइडा लानु भने तातो पानीमा जान्छ त्यसै अरे उता खोल्छ उता घाम लाग्छ म त घामै लागेको छैन आज लाग्दैन जस्तो छ हेर्न मौसम कहाँ लाग्छ धुसेले दिन्छ घाम चलाउँदैन यहाँ त अब्बर हावा हान्छ नि यहाँ डाँडामा बसेको नि त हामी त को आउनु बाँकी छ होइन लगभग मेरो टोलीहरूमा त धेरै आइसके होइन 50-60 भन्दा बेसी आइसक्यो मेरो साथीभाइहरू धोजे डाँडामा चाहिँ धोजे डाँडाको सबैतिरको क्लिप तपाईँहरूले सबै भिडियोमा अरू भिडियोमा पनि हेर्न सक्नुहुन्छ होइन त्यहाँ पनि छ रामेको यहाँ उलुलु नआएको कति दिन भइसक्यो यहाँ धोजे डाँडामा उलुलु हान्नुपर्ने भयो नि त तेरो अरे अब यहाँ न जाडोले बाप औ है धोजे डाँडाबाट उलुलु हान्नुपर्ने हो क्या धोजे डाँडाको तेरो लु सासै छैन गाइजहरूलाई के भन्न चाहन्छेस् केही भन्दिनँ म महावीर पुन जस्तो त्यही मेरो जेसुकै गर भन्न चाहन्छु ल अब हामी चाहिँ क्याम्पिङ उठाएर चाहिँ लाग्नेछौँ अब होइन ब्यागमा आट्नु पर्यो नि त होइन जस्तै गोलो बनाउने हो क्या बनाउने भन्छ ओहो दुले त ठुलो राखेको क्याम्पिङ बस्छु भनेर मात्रै आनन्द छैन नि त अनि सबै मिलाउनलाई छ समस्या ल हामी चाहिँ सबै थोक उठाइसकेर सरसफाइ गरेर लगभग क्लिन बनाएर यो एरिया के छ फर्काइ ठिक छ नि होइन हिँडाइ एकदम ठिक छ के छ हामी त पाँचजना छौँ तर पाँचजना चाहिँ चारतिर जाने रहेछौँ होइन दुईजना बेलबारी एकजना झापा एकजना राजारानी एकजना भेटार म चाहिँ भेटार पुग्ने यो झापा पुग्ने क्यामेराम्यान राजारानी पुग्ने एकजना यो र म सुसु गरेर आउनु भएको छ उहाँ चाहिँ बेलबारी पुग्नु हुने भन्दै हामी हिँड्दा हिँड्दै खुट्टा पनि गलिसक्यो भ्लग यहीँ टुङ्गाइदिनु होला ल ल ल बाई 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 केटा हो ल भ्लग यति नै ल फेरि भेटौँ ल अर्को भ्लगमा है